सर, आजकल मलाई धेरैजनाले बिजनेस लोनको बारेमा धेरै नै क्वेरिजहरू गरिरहेका हुन्छन्। त्यसैले आज हामी ब्याङ्कबाट लिने बिजनेस लोनको बारेमा कुरा गरौँ न है। भइहाल्छ नि। आज बिजनेस लोनको बारेमा कुरा गरौँ न त। ब्याङ्कले के हिसाबले चाहिँ बिजनेस लोन दिन्छ त? अब ब्याङ्कले बिजनेस लोन दिने भनेको पहिला तपाईँको रिक्वायरमेन्ट के हो त बिजनेसको। यदि तपाईँको रिक्वायरमेन्ट वर्किङ क्यापिटलको म्यानेजमेन्ट हो भने तपाईँलाई क्यास क्रेडिट ट्रस्ट रिसिभ जस्ता वर्किङ क्यापिटल लोनहरू दिन्छ। यदि तपाईँको बिजनेसको रिक्वायरमेन्ट भनेको फिक्स एसेस फाइनेन्सिङ हो भने तपाईँलाई टर्म लोन दिन्छ ब्याङ्कले। बिजनेस लोन लिँदा चाहिँ के कुरामा ध्यान पुर्याउनु पर्ने हो त? बिजनेस लोन लिँदाखेरि मेन ध्यान पुऱ्याउनु पर्ने कुरा भनेको चाहिँ के हो भने तपाईँले पहिला आफ्नो रिक्वायरमेन्ट फाइनलाइज गर्नुपर्ने हुन्छ र बिजनेस लोन लिइसकेपछि जे प्रपोजको लागि बिजनेस लोन लिएको त्यसैमा युटिलाइज भएको हुनुपर्दछ। त्यो सँगसँगै जब तपाईँको जग्गाको भ्यालुएसन हुन्छ, जग्गाको भ्यालुएसनमा 70% मार्केट रेट लिइन्छ भने 30% तपाईँको गभर्मेन्ट रेट लिइन्छ। तपाईँ यदि एमएसएमई बरोर हुनुहुन्छ जसले चाहिँ 2 करोडभन्दा कमको बिजनेस लोन लिएको छ भने तपाईँलाई ब्याङ्कले म्याक्सिमम प्रिमियम भनेको 2% भन्दा बढी चार्ज गर्न पाउँदैन। बिजनेस लोन सम्बन्धी केही जानकारी चाहेमा हामीलाई सम्पर्क गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड फलो एआरएस।